यहाँहरूलाई याद रहोस्, दैनन्दिनी समाचारले केवल पत्रकारको भूमिका निर्वाह गरेर समाचार मात्र प्रस्तुत गर्दैन, तर कुनै पनि कारण आपतमा परेका मानिसहरूका निम्ति सहयोगका हात बढाउन पनि पछि पर्दैन। नोक डाँडाबाट भुइँचालो पीडितहरूलाई त्राण सामग्री काँधमा बोकेर हिँडेका टोलीले आफ्नै ज्यान समेत जोखिममा पारेको थियो। त्राण सामग्री बोकेर हिँडेका टोलीबारे यसरी थप रिपोर्ट दिएका छन् संवाददाता डीके भाइबाले। गाडी कुट्ने बाटोको बुनियादी सुविधाबाट पनि वञ्चित रहेको मन्दिर गाउँ र सङ्खे गाउँमा पुग्न अब हामी यहाँ पैदल यात्रा सुरु गरिसकेका छौँ र हामीसँग साथमा यी त्राण सामग्रीहरू बोकेर गोर्खा जनमुक्ति मोर्चाका स्वयंसेवी जिएलपीका क्याडेटहरू पनि हुनुहुन्छ र गाउँलेहरू पनि यी त्राण सामग्री बोक्न हामीसँग खटेका छन् र बुनियादी सुविधाबाट वञ्चित रहेको उक्त गाउँमा पुग्न अब हामीलाई अझ पैदल यात्रा हिँड्न निकै कष्टप्रद छ र अहिले हामीले लगभग 1 घण्टाको बाटो पैदल यात्रा सुरु गरिसकेका छौँ र हाम्रो यो यात्रा जारी छ। अनि हामी क्याम्पसम्म पुग्नलाई यी सामग्री त्राण सामग्रीहरू ती भुइँचालो पीडितहरूलाई पुर्याउनका निम्ति लागि परेका छौँ। क्यामेराम्यान सुनिल प्रसादको साथमा डीके वाइबा दैनन्दिनी। भुइँचालो आयो अनि गयो, तर भुइँचालोले मच्चाएको विभत्स लीला हेर्न आजसम्म कुनै राजनैतिक नेताहरू मन्दिर गाउँ र सङ्खे गाउँ नै पुगेका छैनन्। यति मात्र होइन, कतिपय गाउँहरूमा त झन् पञ्चायतका कर्मीहरू समेत नपुगेको गुनासोहरू सुनिँदै आएको छ। कालेबुङ शहरकै नजिक पर्ने भालुखोप, लेप्रोसी आदि ठाउँहरूमा पुर्याएको क्षतिको जायजा लिन थुप्रै नेताहरू आए अनि आश्वासनका पोकाहरू दिँदै गए, तर गाडी कुद्ने बाटोको बुनियादी सहुलियतसम्म नपाएका मन्दिर गाउँ र सङ्खे गाउँमा सांसद र विधायकहरूले कहिले पाइला टेक्ने हुन् त्यो थाहा छैन। पत्रकारहरूलाई बस्ती बस्तीमा गएर समाचार लेख्नुपर्ने बताउँछन्, तर दैनन्दिनी समाचारले 6 घण्टाको पैदल यात्रा गरेर अगावै समाचार प्रस्तुत गरेको भने वास्ता समेत गर्दैनन्। यद्यपि दैनन्दिनी समाचार टोलीले कालेबुङे जनताले दिएको त्राण सामग्री मुसलधारे पानीमा भिजेर पुर्याउन समेत बाँकी राखेनन्। न शिर ढाक्ने छानो नै छ मात्र होइन, यहाँ त शिर ढाक्नलाई छाता पनि छैन। आज पत्रकारहरूको नेताहरू भाषणमा भन्छन् कि गाउँ गाउँमा गएर बस्ती बस्तीमा गएर पत्रकारहरूले ती पीडितहरूको तस्बिरहरू देखाउनु, टिभी र मिडियामा देखाउनु, पत्र पत्रिकामा देखाउनु भन्छन्, तर आज पत्रकारहरूले पत्रकारिता मात्र गरेका छैनन्, तर ती पीडितहरूलाई त्राण सामग्री पुर्याउनलाई आफू भिजेर रुजेर ती सामानहरू जोगाउँदै पनि कुनै कसरत बाँकी रहेका छैनन्। र अहिले हामी नोक डाँडाबाट हिँडेको लगभग 2 घण्टाको यात्रा सुरु गरेर यहाँ आइसकेका छौँ। हामीलाई मौसमले साथ दिएको छैन, हामी लगातार पानीमा भिजिरहेका छौँ, हामीसँग ओढ्ने कुनै छाता पनि छैन। र अहिले हामी यो डाँडामा आइपुगेका छन्, जुन डाँडाबाट हामी पुग्नुपर्ने त्यो मन्दिर गाउँ हो, जहाँ म क्यामेराम्यानलाई देखाउन चाहन्छु। हामीले त्यो जुन त्राण शिविर बसाइएको छ, त्यहाँनिर जुन राहत शिविर बसाइएको छ, त्यहाँसम्म हामीले त्राण सामग्रीहरू पुर्याउनु बाँकी नै छ। हामीलाई देख्दा त्यो नजिक जस्तो लागे पनि वास्तवमा त्यो घुमाउरो र भिरालो बाटो अनि लगातार पानी परिरहेको कारणले हामीलाई त्यहाँ पुग्न नितान्त गाह्रो भइरहेछ। हामीसँग सहयोगीहरूले ती सामग्रीहरू बोकिरहेका छन्, यद्यपि हामीलाई यस यात्रा गर्न एकदमै कठिन भइरहेको छ। क्यामेराम्यान मनोजको साथमा डीके वाइबा दैनन्दिनी। प्रत्येक वर्ष हर्षोल्लासको साथ आउने दसैँ यसपालि पनि आयो, तर त्यो हर्षोल्लास यसपालि कुनै पनि पीडित क्षेत्रहरूमा देखिएन। दसैँ गाउँमा पनि आउँछ, तर त्यसलाई मनाउन पीडितहरूको घर नै छैन। शिविरहरूमा बाँचेका छन् अहिले सङ्खे गाउँ र मन्दिर गाउँका मान्छेहरू। भुइँचालोले दसैँको रौनकता त मार्यो नै, भुइँचालोको ताण्डवले बस्तीबाट सहरमा पढ्न आएका विद्यार्थीहरूको भविष्य समेत अनिश्चित बनाइदिएको छ। अहिले मन्दिर गाउँका 14 परिवारका 59 सदस्यहरू शिविरमा बसिरहेका छन्। उक्त शिविरमा पुगेको यस टोलीले राहत सामग्री वितरण गर्दा उनीहरूको अनुहारमा खुसीको ज्योति छाएको देखियो। आफूहरूलाई यस पीडाको क्षणमा सहयोग गर्नेहरूप्रति 2 हात जोडेर 76 वर्षीय वृद्धले यसरी आभार प्रकट गरिन्।
राहत शिविरमा 76 वर्षका वयोवृद्ध ज्ञानकुमारी ठकुरी अहिले यहाँ हुनुहुन्छ र उनीहरूलाई जसले सहयोग गरे, सहयोगका हातहरू बढाए, उनीहरूलाई धन्यवाद जनाउन चाहनुहुन्छ र तपाईँ के भन्न चाहनुहुन्छ? अब यत्रो दुःख भयो, हेर्नुभयो, हरेक किसिमले दिनुभयो, यसमै म चाहिँ धन्यवाद दिँदैछु।